Alright. अहिले चाहिँ भने हामी चाहिँ म चाहिँ नगरकटा जानु छ है नगरकटा. So yeah, after a long time back है again I'm back with a new vlog and आज चाहिँ यहाँ मजा हुन्छ है. अनि त्यही हो म्यारेजको त्यो क्या अब वेडिङ सेरेमनीको लागि कोही सामानहरू ल्याउनु छ. So basically I'm carrying items हैन त्यो के अरे वेडिङ सेरेमनीमा के चाहिन्छ त्यो क्यारी गरिरहेको छु. So I'm going to drop this one till नगरकटा है. अनि त्यहाँबाट चाहिँ मामाहरू आउनुहुन्छ ल्याउनु. अनि वहाँ पुऱ्याएर फेरि म फर्केर यहीँ आउनुपर्छ है कलेज चाहिँ बिकज टुमारो इज मन्डे टुडे इज सन्डे. ओके सो टुमारो आई हेभ क्लास सो आई हेभ टु एटेन्ड द वान. सो यस यहाँ चाहिँ देख्नु हुन्छ मेरो कलेज है एमटी छ अहिले चाहिँ सन्डे भएकोले गर्दा. सो या यो छ बाटो. अहिले चाहिँ भनेपछि म मेन हाइवे गएको है हाइवेमा छु र यहाँ गाडी पाएको छैन यहाँ. अनि अहिले टाइम लाग्छ है यहाँबाट बिहानै भएकोले गर्दा त्यति छिटो पाउँदैन यस्तो छ अहिले चाहिँ होइन. दिन राम्रो छ. अहिले चाहिँ भने यहाँ एनबिएसटीको बस स्ट्यान्ड. अनि एउटा टिकट काट्नु भन्छ ठ्याक्कैसँगले त्यहाँ देख्न सक्नुहुन्छ है. मैले चाहिँ यहाँ पाइसक्यो टिकट 32. यो चाहिँ जलपाइगुडीदेखि के अरे चाल्सासम्म. अब चाहिँ मेरो काम चाहिँ के हो नि बस खोज्ने. ल त मैले चाहिँ बसको सिट पनि पाएर आराम गरिसकेको छु अहिले चाहिँ. तर अब यहाँ चाहिँ लाग्नुपर्छ. अहिले चाहिँ भने चाहिँ ठ्याक्कै होइन बसमा चढेर लाग्दैछ है. हामी चाहिँ अब बाटो लागिसक्यो नगरकटातिर. अनि यहाँ चाहिँ तपाईँले देख्नु सक्नुहुन्छ है त माथि चाहिँ ट्रेनको बाटो है. ट्रेनको लागि हो त्यो चाहिँ होइन. हामी चाहिँ तलबाट एकदम बाबा छ होइन कति लामो छ देख्नु सक्नुहुन्छ है. परसम्म छ क्या यो चाहिँ दामी लाग्छ. माइलीगढी पुगिसक्यो होइन सबैसम्म चाहिँ अहिले. अनि हामी चाहिँ मैनागुडीको बाटो लाग्दैछ अहिले चाहिँ होइन. त्यो चाहिँ अलिकति सर्टकटै पर्छ. अनि उताबाट धुपगुडी भएर घुम्नुभन्दा चाहिँ यो मैनागुडीको बाटो यो चाहिँ होइन ठ्याक्कैसँगले यो बाटो लाग्दैछ होइन. अनि यहाँबाट चाहिँ अब यो बाटो चाहिँ मलाई एकदम राम्रो लागिदिन्छ क्या. अब हेर न उयो के अरे त्यो रोडको छेउछाउमा ठ्याक रोडकै उतापट्टि ठ्याक्कैसँगले रुखहरू ट्याप्पै छ होइन. मतलब बेसी पनि होइन ठिकैको. But then this is video, so I'm recording. म यो पोस्ट गर्दै हुन्छ है. ओके नो प्रब्लम है. ठिकै छ. ओके अलराइट. अब चाहिँ भने ठ्याक्कैसँगले हामी लाटागुडीको बाटो छिर्दैछ है. अनि अलिकति भित्र चाहिँ एकदम मजाको छ ठाउँहरू चाहिँ होइन. सो प्रयास गर्छु देखाउनुको. अनि मैले अहिले भर्खरै देखाउनु भएको दाजु चाहिँ को हो भने हिज फ्रम कालिम्पोङ है. अनि उहाँ चाहिँ चाल्सा जानुहुँदो रहेछ. अनि उहाँसँग यसो बातचितहरू भयो होइन. अनि बातचितहरू भएर यसो राम्रो पनि लाग्नु चाहिँ है. ल त गाइस अहिले हुन्छ चाल्सा आइपुगेको अवस्था है. अब चाहिँ जान्छु नगरकटातिर. मैले चाहिँ चाल्साबाट चाहिँ बस लिएँ होइन. यहाँबाट चाहिँ मैले म्याजिक भ्यान भन्छ यसलाई चाहिँ होइन. सानो गरेर हुन्छ यसमा. मैले चाहिँ यसमा जानु चाहिँ प्रिफर गरेँ किनकि अलिकति कम्फर्टेबल पनि हुने अनि अलिकति छिटो नै हो जस्तो लाग्छ मलाई क्या. अब बस त ठ्याक रोक्नै नि पऱ्यो पेसेन्जर झार्नु पऱ्यो फेरि कसो कहाँ हो फेरि सिट पाउँदैन होइन. दिमाथि उभिएर जानुपर्छ. त्यसले गर्दा मैले चाहिँ यो उयो गरेँ प्रिफर गरेँ. सो या देख्न सक्नुहुन्छ है ठाउँ चाहिँ मलाई यो एकदम दामी लाग्छ क्या यो जङ्गल भएको ठाउँहरू चाहिँ. अहिले चाहिँ भने चाहिँ नगरकटा आइपुग्यो होइन फाइनली. अन्त यहाँ मामाहरूसँग हजुर चाहिँ यहाँ पुरा सपिङ. मैले चाहिँ यता फर्किन्छ ओगी ढिलो गर्ने चाहिँ यहाँ मान्छे छ है. यहाँ चाहिँ के गरेको सपिङ मेरो कागज पानीमा दिएको छ नि. काम अधुरा रहिरहेको छ नि. लु भन्नु यहाँ बोल्नु भ्याउला मान्छेहरू पुग्नु आफै ओर्ने उयो छाता भन्नु. यहाँ नयाँ खतरा बनाइहाल्नु. खतरा नि यहाँ कागज खतरा आइदिइहाल्छ नि यहाँ. यहाँ मामा फेरि सिरियसमा एकजनामा ऊ पऱ्यो फेरि.
बेहुलाका उयो के अरे त्यो के भन्छ त्यो बेहुला मामाको हालत चाहिँ पानीको बोतल हुँदैन देखिको हुन्छ नगरको है पुरा बिहाको सामानहरू किन्दैछ बेहुला यता मामा यहाँ मामाको सामान देखाउ न यहाँ कति छ भनेर चाहिँ ए छैन देख्दैन छैन यहाँभित्र पो त यहाँ कहाँ खतरा छ पोस्ट चाहिँ आलु किन तल जानुपर्छ पोस्ट खतरा छ भने माथिबाट लैजाऊ त्यो नि बेच्दा होइन त